सम्मान पत्रका लागि मञ्चमा आमन्त्रण गर्दछु। यसैगरी प्रकाश कुँवर तथा उहाँको परिवार मध्ये कुनै एकजना सम्मान पत्रका लागि मञ्चमा आमन्त्रण गर्दछु। उहाँले हामीलाई 1010 रुपैयाँ सहयोग गर्नुभएको छ। यसैगरी हामीलाई 1050 सहयोग गरिसकेका हुनुहुन्छ गीता छेत्री। उहाँलाई पनि म मञ्चमा सम्मान पत्रका लागि आमन्त्रण गर्दछु। गीता छेत्री, कृपया उहाँलाई सम्मान पत्र प्रदान गर्नु हुनका लागि अनुरोध गर्दछु। यति बेला खाली डाँडा र दलिङ बीच खेल सञ्चालन हुँदैछ, सेमी फाइनल खेल। यसैगरी सम्मान पत्रकै लागि ईश्वर खत्रीका दाजु दिपेश खत्रीलाई मञ्चमा आमन्त्रण गर्दछु। उहाँले हामीलाई 2वटा ल है सुरु भयो खाली डाँडा सौजन्य गर्नुभएको थियो। उहाँ रोजगारको सिलसिलामा मलेसिया हुनुहुन्छ। यसैगरी मनबहादुर कुँवर ल है मामाजीलाई हेरौँ ल हेरौँ आमन्त्रण गर्दछु। सेमी फाइनलमा उहाँले हामीलाई नगद रु 1005 सहयोग गर्नुभएको छ। मनबहादुर कुँवर अथवा उहाँको परिवार कृपया मञ्चमा सम्पर्क गर्नुहोला। यसैगरी हामी सम्मान पत्रलाई नै अगाडि बढाउँदैछौँ। नगद 1000 प्रायोजन गर्नुभएको छ अथवा सहयोग गर्नुभएको छ केसिङ गेवाली। उहाँलाई पनि म मञ्चमा आमन्त्रण गर्दछु। हामी हाम्रो एउटा फर्मेट अनुसार नगद 1000 देखि माथि सहयोग गर्ने सबैजनालाई हामी सम्मान पत्र प्रदान गरेका छौँ। यसैगरी हामीलाई सहयोग गर्नुहुने झमबहादुर बस्याल, उहाँले हामीलाई 1500 प्रदान गर्नुभएको छ। उहाँलाई पनि म मञ्चमा आमन्त्रण गर्दछु। झमबहादुर बस्याल। यसैगरी सिद्धबहादुर कुँवर, उहाँले हामीलाई 1000 सहयोग गर्नुभएको छ। उहाँलाई पनि प्रमाणपत्रको लागि मञ्चमा आमन्त्रण गर्दछु। सिद्धबहादुर कुँवर अथवा उहाँको परिवार हुँदैछ, कृपया मञ्चमा सम्पर्क गर्नुहोला। यसैगरी 1005 रुपैयाँ सहयोग गर्ने सहितमा हुनुहुन्छ जङ्गबहादुर कुँवर, कृपया मञ्चमा सम्पर्क गर्नुहोला अथवा उहाँको परिवार मञ्चमा सम्मान पत्र ग्रहणको लागि अनुरोध गर्दछु। यति बेला झमबहादुर बस्याल सम्मान पत्र ग्रहण गर्न आउनुभएको छ। उहाँलाई जोरदार ताली बजाउनुहोला कृपया। उहाँहरूले गर्नुभएको सहयोगको लागि हामी आभारी छौँ। आज अन्त्य हो यो सेमी फाइनलको खेल हो। वीरबहादुर के छ त नि हो काउचा। नम्बर 4-1 भयो है। यति बेलाको नम्बर अनुसार कृपया नम्बर काउन्टिङको वरिपरि नबस्दिनुहोला। नम्बर 4-1 लगातार नम्बर थप्दैछ र पुर्यायो 4 भने नम्बर 4-2 यो यता सल्यान है कमल, यता सल्यानतिर हो। हाम्रो भाइबाट
खै हेरौँ राम्रै छन् के अरे केटाहरू हाम्रो पनि उताको नै राम्रै छ जित्न त के गर्छ है यति बेलाको नम्बर अनुसार कृपया नम्बर यता फर्काइदिनु होला हरि भण्डारी कृपया यति बेलाको नम्बर अनुसार खालटेडाको 8 रहेको छ भने दलेङ 4 नम्बर 8 छ यसैबीच हामी सम्मान कार्यक्रमलाई अगाडि जोड्दैछौँ यसैबीच हामीलाई सहयोग गर्ने सहयोगता हुनुहुन्छ कर्णबहादुर खत्री उहाँले हामीलाई 2505 रुपियाँ सहयोग गर्नुभएको छ उहाँलाई हामी उक्त सम्मान पत्र प्रदान गर्दैछौँ कृपया उहाँलाई मञ्चमा आमन्त्रण गर्दछु उक्त सम्मान पत्र प्रदान गर्नु हुनको लागि म हाम्रा अतिथिज्यू सभाध्यक्ष तथा कार्यक्रम संयोजकज्यूलाई अनुरोध गर्दछु नम्बर 6-8 उहाँ बुवाको दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हामी कामना गर्दछौँ कृपया जोडा ताली बजाउनुहोला यसै गरी बिहानी एफएमबाट हाम्रो यस 14 वार्षिक कार्यक्रमको विज्ञापन सौजन्य गर्नुभएको थियो बरेङ गाउँपालिका वडा नम्बर 4 का वडा अध्यक्ष तथा यस कार्यक्रमका मुख्य अतिथि श्री किसान बहादुर खत्रीज्यूलाई पनि उक्त सम्मान पत्र ग्रहण गर्नु हुनको लागि अनुरोध गर्दछु गाउँमा उहाँले गर्नुभएको सहयोगको हामी उच्च मूल्याङ्कन गर्दछौँ धन्यवाद कृपया जोडदार ताली बजाउनु होला छैन यार बल यार ओ त्यहाँ हेर त मुनि गएको बल त उता 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 अगाडि उतापट्टि जा त किन त मेरो गयो यहाँ भित्र कस्तो हता 11 छ जाने गएको अनि यहाँ बसेर हुन्छ गरे अरे दो हो गए यार जाने वाले थे लाइव यार निकालने कुछ जना ले रहे हैं छन् 9-10 लाइव यसै क्रममा हामी सम्मान कार्यक्रमलाई अगाडि बढाउँदैछौँ 14 वार्षिक कार्यक्रम 2079 मा नगद रु 20,000 सहयोग गर्नुभएको छ निर्देश पुन हाल उहाँ जापान हुनुहुन्छ तसर्थ उक्त सम्मान पत्र गर्नका लागि उहाँको बुवा यस क्लबका भूप सचिव एम बहादुर पुनलाई म मञ्चमा आमन्त्रण गर्दछु कृपया उक्त सम्मान पत्र गर्नका लागि म मञ्चमा आमन्त्रण गर्दछु एम बहादुर पुनज्यू यति बेलाको नम्बर 6 अनुसार खाइगडाको खातामा 13 रहेको छ भने दलेङको 8 नम्बर 13-8 यसै गरी आज हुन गइरहेको नृत्य प्रतियोगितातर्फ द्वितीय पुरस्कार नगद 4,000 प्रायोजन गर्नुभएको थियो थप्लुङ आमा समूह बरेङ 4 थप्लुङ हाल गाईबोटल बुटल निवासी लक्ष्मी खत्रीज्यूलाई पनि उक्त सम्मान पत्रका लागि मञ्चमा आमन्त्रण गर्दछु उहाँ आज आउनु सम्भव नभएर आउनु भएको छैन उहाँको हामी सम्मान पत्र उही पुर्याउनेछौँ यसै गरी अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको तृतीय पुरस्कार नगद 10,000 प्रायोजन गर्नुभएको थियो लक्ष्मण खत्री घुसिनी उहाँको आमा राधिका खत्रीलाई उक्त सम्मान पत्र ग्रहणका लागि मञ्चमा आमन्त्रण गर्दछु ओ कान्छा यता जाऊ त अलि यता बसाउ त पछि बसाउ त उहाँलाई खादा सम्मान पत्र सहित सम्मान गर्नु हुनको लागि म अनुरोध गर्दछु उहाँले गर्नुभएको सहयोगको हामी उच्च मूल्याङ्कन गर्छौँ यसै गरी केही बेरमा सञ्चालित हुने रस्साकसी प्रतियोगिताको विजेता पुरस्कार नगद 3,000 प्रायोजन गर्नुभएको थियो
बरिङचा थप्लो निवासी सुमन गौतम उहाँलाई पनि सम्मान पत्रका लागि मञ्चमा आमन्त्रण गर्दछु। सुमन गौतम उहाँलाई उक्त सम्मान पत्र खादा सहित सम्मान गर्नुको लागि म अनुरोध गर्दछु। उहाँले गर्नुभएको सहयोगको लागि हामी आभारी छौँ। सुमन गौतमलाई उक्त सम्मान पत्र प्रदान गर्नुको लागि म प्रमुख अतिथिज्यू सभाध्यक्षज्यू र कार्यक्रम संयोजकज्यूलाई अनुरोध गर्दछु। धन्यवाद। कृपया जोरदार ताली बजाइदिनु होला। 12-16 यसै गरी भर्खरै भइरहेको खेलमा खाइदराले नम्बर थपेर 16 पुर्याएको छ भने दलिङ 12 नम्बर 16-12 हामी ढिला नगरी सम्मान कार्यक्रमलाई हामी अन्त्य गर्नेतर्फ लागिरहेकै छौँ। यसैबीच खुल्ला ब्याडमिन्टन प्रतियोगितातर्फ द्वितीय पुरस्कार नगद 6,000 प्रायोजन गर्नुभएको थियो समाजसेवी श्री डम्बरबहादुर छेत्री पौरखोली। उहाँलाई पनि उक्त सम्मान पत्र ग्रहण गर्नका लागि म मञ्चमा आमन्त्रण गर्दछु। उहाँलाई सम्मान पत्र त्यसै गरी खादा र टीका लगाई सम्मान गर्नुको लागि म अनुरोध गर्दछु। धन्यवाद। उहाँले गर्नुभएको सहयोगको हामी आभारी छौँ। यसै गरी हामी सम्मान कार्यक्रमलाई नै अगाडि बढाउँदैछौँ। हामीलाई सहयोग गर्नुभएको छ, निरन्तर वर्षहरूमा पनि सहयोग गर्नुहुन्छ उहाँले। गणेश गौतम खुल्ला नृत्य प्रतियोगिताको नगद रु 6,000 प्रायोजन गर्नुभएको थियो। उहाँ रोजगारीको सिलसिलामा विदेश हुनुहुन्छ। उहाँलाई हामी धन्यवाद व्यक्त गर्दै उक्त सम्मान पत्र गर्नका लागि उहाँको श्रीमती रूपा गौतमलाई उक्त सम्मान पत्र ग्रहणका लागि मञ्चमा आमन्त्रण गर्दछु। रूपा गौतमज्यू कृपया मञ्चमा उक्त सम्मान पत्र ग्रहण गर्नुहुनका लागि म अनुरोध गर्दछु। उहाँलाई सम्मान पत्र खादा टीका लगाई सम्मान गर्नुको लागि सहयोग गर्दछु। उहाँले गर्नुभएको सहयोगको हामी उच्च मूल्याङ्कन गर्दछौँ। धन्यवाद। अठारह 15 3 नम्बर गएको छ अझै। मिठो सट हाम्रो नयाँ भाइबाट। भर्खरै भइराखेको भलिबल प्रतियोगिताको द्वितीय पुरस्कार प्रायोजन गर्नुभएको थियो। हाम्रो नयाँ नगद रु 20,000 श्री एम बहादुर छेत्री बरेङ गाउँपालिका नम्बर 4 साबिक 2 सल्यान हाल तिलोत्तमा नगरपालिका नम्बर 4 डाइभोटल। उहाँलाई हामी उच्च मूल्याङ्कन गर्दै उहाँको सम्मान पत्र ग्रहण गरी उहाँसम्म पुर्याउनका लागि सहयोग गर्नुहुनेछ भन्दै हामी चित्रबहादुर खत्रीज्यूलाई उक्त सम्मान पत्र ग्रहणका लागि मञ्चमा आमन्त्रण गर्दछौँ। चित्रबहादुर खत्रीज्यू कृपया उक्त सम्मान पत्र चित्रबहादुर केसीलाई सम्मान पत्र र सहलौलाई सम्मान गर्नुको लागि म अनुरोध गर्दछु। यसरी हामीलाई सहयोग गर्नुभएका सम्पूर्ण महानुभावलाई हामी सम्मान गरिसकेका छौँ। सहयोग गर्ने सहयोगदाता थपिँदै जानुभयो भने हामी फेरि पनि सम्मान प्रक्रियालाई अगाडि बढाउनेछौँ भन्दै अब हामी भलिबल प्रतियोगितातर्फ ध्यान आकर्षित गर्न चाहन्छौँ। यसै क्रममा खालिडाले नम्बर थप्दै 21 पुर्याएको छ भने दलिङ 17 नम्बर 21 17 ए नम्बर गएपछि टाइम मागेर खेला न केटा हेर अलि राम्रो नम्बर भेटिएन के।
दर्शकहरू पहाडहरूको फेदमा रहेको एकदम जित्यो है खाली डाँडाले खेल मिलेन। हामी भलिबल खेल सँगसँगै धेरै कार्य व्यस्तताका कारण हामी अरू कार्यक्रम पनि सँगसँगै लगिरहेको बेहोरा जानकारी गराउँदछौँ। हामी यसैबीच यस क्लबले विगतका वर्षहरूमा जस्तै यस क्लब पनि हाम्रो गाउँमा भएका ज्येष्ठ नायकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ। यस कार्यक्रमका लागि हामी छलफल गरी 3 जना दलित एकल महिला र ज्येष्ठ पुरुष गरी 3 जनालाई छनौट गरेका छौँ। सोही बमोजिममा हामी मायाको चिनो सल ओढाई हामी सम्मान गर्छौँ। हामीहरू उहाँहरूको उत्तरोत्तर प्रगति सँगसँगै दीर्घायु स्वास्थ्य लाभको कामना गरेर सम्मान गर्ने गरेका छौँ। अत उक्त सम्मान गर्नका लागि म नाम उद्धृत गरिसकेपछि मञ्चमा आई उक्त सम्मान लिनु हुनका लागि पनि म अनुरोध गर्दछु। यसै क्रममा दलित एकल महिला हामीले उहाँलाई बोलाउने चलचजीको नाम नुरी दिदी भनेर पनि बोलाउने गर्छौँ। उहाँलाई हामी उक्त सम्मानका लागि मञ्चमा आमन्त्रण गर्दछौँ। नुरी दिदी कृपया मञ्चमा आइदिनु होला। उहाँलाई सल मायाको चिन्ह प्रदान गरी सम्मान गर्नु हुनका लागि म अनुरोध गर्दछु। उहाँको सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगतिको पनि म कामना गर्दै उहाँले चाहेका हरेक पाइलामा सफलता आइरहोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। कृपया जोरदार ताली बजाइदिनु होला। उहाँहरूको आशीर्वाद सद्भाव हामीमा सधैँ रहिरहनेछ। त्यसै गरी ज्येष्ठ नागरिक सम्मान कार्यक्रममै ज्येष्ठ महिला तर्फबाट मनकुमारी शर्माज्यूलाई पनि म मञ्चमा उक्त सम्मान प्राप्तिका लागि आमन्त्रण गर्दछु। उहाँलाई पनि सल मायाको चिनो र टीका लगाई सम्मान गर्नु हुनका लागि म आदरणीय व्यक्तित्वलाई अनुरोध गर्दछु। 4-0 बनाए अहिले चाहिँ केही मिलेछ। उहाँ आमाको दीर्घायु उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँहरूको आशीर्वाद हामीमा रहिरहनेछ भन्ने आशा राख्दै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। यसै गरी ज्येष्ठ पुरुषतर्फ 84 वर्षीय बुवा कलाबहादुर खत्रीज्यूलाई पनि उक्त सम्मानका लागि मञ्चमा आमन्त्रण गर्दछु। उहाँलाई सल र मायाको चिन्ह प्रदान गरी सम्मान गर्नुका लागि अनुरोध गर्दछु। उहाँले गर्नुभएको सहयोगको पनि हामी उच्च मूल्याङ्कन गर्दै
सुस्वास्थ्य दीर्घायु तथा प्रगतिको कामना गर्दछौँ। धन्यवाद। 5-1 यसरी हामी ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि समाप्ति गरिसकेका छौँ। हामी सम्मान कार्यक्रम पनि समाप्ति गरिसकेका छौँ। अब हामी खेलकुद पुरस्कार वितरण कार्यक्रमलाई थाती राखिरहेका छौँ। हामी केही बेरपछि क्रमशः उक्त पुरस्कार पनि प्रदान गर्नेछौँ। यति बेलाको नम्बर स्कोर अनुसार खालडाँडाले 2 अङ्क प्राप्त गरेको छ भने दल 5 नम्बर 2-5 यस अगाडि 111 गोल्टमा खालडाँडाले पारिसकेको छ। यो खेलको समाप्ति लगत्तै हामी खुल्ला नृत्य प्रतियोगिता आजको सबैको मुख्य केन्द्रबिन्दु रहेको कार्यक्रम हामी गर्दैछौँ। हामीसँग पोहोर सालभन्दा पनि अहिले धेरै प्रतियोगीहरू हुनुहुन्छ। हामी उहाँहरूको प्रस्तुति हेर्नेछौँ। ल अब म भन्छु है टाइम माग्न। निकै प्रतिस्पर्धामा अगाडि खेल गइरहेको हामी देख्न सक्छौँ। यति बेला दलले नम्बर थप्दै हात पुर्याएको छ भने खालडाँडा 3। यस कार्यक्रमका खेलकुद संयोजक लक्ष्मण खत्री कृपया मञ्चमा सम्पर्क गर्नुहोला। हामी छिटोभन्दा छिटो कार्यक्रमको समापन गर्नेतर्फ लाग्नुपर्ने अवस्था देखिएको छ। हामी अब एकैछिनमा खुल्ला ब्याडमिन्टनतर्फ विजेता हुनुभएका प्रथम पुरस्कार र द्वितीय पुरस्कार बाँड्दैछौँ। तसर्थ खुल्ला ब्याडमिन्टनतर्फ प्रथम र द्वितीय हुनुभएका खेलाडी मित्रहरू मञ्चको वरिपरि बस्नुको लागि पनि अनुरोध गर्दछु। कन्टिन्यू नम्बर 10-3 नमस्कार फाइनल होइन यो सेमी फाइनल। पाँच 10 यति बेलाको नम्बर स्कोर अनुसार खालडाँडाको हातमा 6 रहेको छ भने दल 11। बिहान सम्पन्न भएको खुल्ला ब्याडमिन्टनको प्रथम स्थान प्राप्त गर्नुभएका रेशम बलाल र अनुप बलाल, त्यसै गरी द्वितीय स्थान प्राप्त गर्नुभएको रमन र हिमाल पुललाई पुरस्कार वितरण हामी गर्दैछौँ। तसर्थ उक्त टिमका खेलाडी मित्रहरू पुरस्कारका लागि मञ्चमा आमन्त्रण गर्दछु। प्रथम स्थान प्राप्त गर्न सफल रेशम बलाल र अनुप बलालज्यू कृपया मञ्चमा उक्त पुरस्कारका लागि आमन्त्रण गर्दछु। त्यसै गरी द्वितीय पुरस्कार रमन गौतम र हिमाल पुङलाई
प्रदान गर्ने हुनका लागि म आदरणीय व्यक्तित्वलाई अनुरोध गर्दछु र उहाँलाई आमन्त्रण गर्दछु। हिमाल पुन र रोशन गौतम रोमन गौतम मञ्चमा आइदिनु होला कुनै एकजना। हामी ब्याडमिन्टन सी लेभलतर्फ द्वितीय पुरस्कार प्राप्त गर्न सफल टिमलाई हामी 14 मेडल सम्मान पत्र अथवा प्रमाणपत्र र रकम प्रदान गर्दैछौँ। उहाँको टिमलाई हामी बधाई पनि व्यक्त गर्न चाहन्छौँ। यसै गरी बिहान सम्पन्न भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल रेशम बलाल र अनुप बलाललाई पनि म मञ्चमा आमन्त्रण गर्दै नम्बर 15 लागि म आदरणीय व्यक्तित्वलाई अनुरोध गर्दछु। रेशम बलाल र अनुप बलाल सँगसँगै उहाँहरूलाई नगद रु 10,000 मेडल र प्रमाणपत्र प्रदान गर्नुको लागि म अनुरोध गर्दछु। धन्यवाद। 16-9 PIC 16 दलेङ खाली डाँडा 9। हामीले निमन्त्रणा गरेर पाल्नुभएका सम्पूर्ण अतिथिहरूको लागि हामी मायाको चिन्ह प्रदान गर्ने कार्यक्रम पनि राखेका छौँ। तसर्थ केही बेर धैर्य गरिदिनु होला हामी अनुरोध गर्दछौँ। एघार 16 12 16 नंबर 18 दलेङ 13 खाली डाँडा। नम्बर थप्न सफल भएको छ र नम्बर पुर्याए 14 भने दलेङ 18 नम्बर 14 18 15-18 15
19-15 17-19 यति बेलाको नम्बर स्कोर अनुसार दलेङ 20 खालडेरा 17। हामी यस खेलको लगत्तै नृत्य प्रतियोगिता सँगसँगै घैँटो पोल र रस्साखसी प्रतियोगिता सञ्चालन गर्नेछौँ। कृपया धैर्य गरिदिनु होला। उन्नाइस 20 नंबर भेट्टाए। बराबर इक्कीस 20 22-20 लाइभ पूरा नहोला जस्तो छ है। मोबाइलमा चार्ज भइन लागेछ साथीहरुको। मित्रचक प्रहार गर्दै दलेङले नम्बर थप्दै 22 पुर्याएको छ भने खालडेरा 21 नम्बर 22-21। अब हामी लगत्तै घैँटोपोल प्रतियोगिता सञ्चालन गर्नेछौँ भने भलिबल प्रतियोगिता स्टार्ट गरी भोलि बिहान हामी फाइनल खेल सञ्चालन गर्ने। त्यसैगरी तृतीय पोजिसन पनि भोलि हामी गर्नेछौँ किनकि हामीसँग समय निकै कम भएको हुँदा हामी समाप्ति पनि छौँ। मुख्य प्रतियोगिता र घैँटोपोल प्रतियोगिता हामी लगत्तै गर्छौँ। त्यस लगत्तै हामी सांस्कृतिक कार्यक्रम नृत्य प्रतियोगितातर्फ झुम्नेछौँ। अन्तिम 24-21 24-21 एकन गेम होला जस्तो छ है। नरोके एक गेम गर्न सफल दलेङ। यहाँ मेरोमा चार्ज भइयो, मैले अर्कोमा चेन्ज गरेर दिन्छु है लाइभ फेरि।